हेलो साथीहरू नमस्ते। तपाईहरुलाई आज म पकाएको टमाटरको अचार बनाएर देखाउँदै छु। अहिले चाहिँ म टमाटरलाई चप्परमा राखेर काट्दै छु। अहिले चाहिँ टमाटरको सिजन चल्दै छ। टमाटर सस्तो भएकोले यहाँ मैले चाहिँ पकाएर प्रिजर्भ गरेर राख्नको लागि अचार बनाइदै छु। साथीहरू अब मैले यो टमाटरलाई चपिङ गरेर एउटा प्लेटमा राखिसके। अब चाहिँ म लसुन अदुवा काट्दै छु। यसमा लसुन अदुवा अनि प्याजको पनि आवश्यकता पर्छ। यो चाहिँ मेरो पहिलो भ्लग हो। हजुरहरूले मेरो भ्लगलाई माया गर्नुहुन्छ भन्ने मलाई आशा छ। मलाई खाना बनाउने चाहिँ सानैदेखि सोख भएकोले मैले यो भ्लग राखेको छु। यो अचार बनाउन त सबैलाई आउँछ होला, तर पनि मलाई मेरो एउटा रहर भएकोले मैले यो भ्लग बनाएर राखेको हुँ। अब चाहिँ मैले यो अदुवा लसुन छिलाएर यसमा कुट्दै छु। यहाँ चाहिँ मैले तोरीको तेल तताएको छु। त्यसमा कालो जिरा अनि ज्वानो अनि तोरी पुराए र यसमा फेरि अदुवा लसुन हाल्दै छु र अब मैले यसमा प्याज पनि हाल्दै छु। अब म यसमा करी पत्ता पनि हाल्दै छु र एकछिन यसलाई भुटेर चलाउँदै छु। अब चाहिँ म अघि काटेको सबै टमाटर हाल्दै छु। अब म यसलाई राम्ररी चलाउँछु र पाक्न दिन्छु। अब म यसमा नुन, बेसार, धुलो मसला, धनिया जिराको धुलो अनि पिसेको खोर्सानी हाल्दै छु र यसलाई राम्ररी पानी नसुकुन्जेलसम्म यसलाई चलाउनु पर्छ र अन्त्यमा लास्टमा यसमा ग्यास बन्द गरिसकेपछि यसमा मैले भेनिगर हालेँ। चाहिँ यो अचार रेडी भइसक्यो। यसलाई मैले बोतलमा राख्दै छु। यो अचार चाहिँ इन्स्टेन्ट अचार भएकोले अहिले नै हामीले खान पनि मिल्छ। यसलाई हामी रोटीसँग, खानासँग जेसँग पनि खान मिल्ने अचार हो। आशा छ हजुरहरूलाई मैले बनाएको अचार मन पर्यो होला। प्लिज लाइक एन्ड सब्स्क्राइब गरिदिनु होला। थ्याङ्क यू।